टिकटक बनाउनु पर्यो मोबाइल हेर्नु कति हेर्नु गाडी हजुर चिया पकाइदिएन हो ताप्छु तिर्खा पनि लागिरहेको थियो भोक पनि लागिरहेको थियो टेर्दा पनि टेर्दैन त्यस्तै लानु जानु न अब अरूलाई सुनाउनु हो के साह्रो भात पनि गर्छ पटकमै गर्न नानीलाई हेर्नु कि स्कुल पढाउनु कि स्कुलको आज छुट्टीको दिन भनेर यसो टिकटक भनेर बनाऊँ भनेर बस्नु के साह्रो भएन सबै त मैले नै गर्नु पऱ्यो तपाईँले सक्नुहुन्छ त गर्नेलाई अचम्म छ कस्तो तिर्खा लागेको पानी पनि खान पाइनँ भात पनि खानु पाइँदैन बेलामा कस्तो अब आइरहेको छु मेरो घरमा पनि बुहारीले दानी हेर्दैन छोराले पैसा पनि पाइँदैन फोन पनि गर्दैन बोल्दैन पनि अब जान्छु तलतिर छिमेकी पानी मागेर खान्छु अब बसेर कहाँ यहाँ आएर बस्नुभएको म त यहीँ ल्याइदिएँ पानी त विरक्त लाएर आएर बसेको नि हो माइली तपाईँलाई पनि साह्रै टेन्सन भयो बुहारी पनि कस्तो चाहिँ खालकी आइछे आउन पनि पानी पनि नदिने खाना पनि नदिने कस्ती बुहारी पनि त्यो खाना पनि दिन्न लुगा पनि किन्दैन नयाँ लुगा पनि किन्दैन उसको छोरा लगाएर उसको बुवाले पैसा पठाइदिन्छ पैसा लगाइन्छन् मलाई त बोल्न पनि दिँदिनँ छोरासँग अनि के भइसक्यो नबोलेको याद आउँछ नि आफूलाई यस्तै छोरा म बोल्छु छोरासँग भन्नु नि अनि दिँदैनन् बोल्नु पर्दैन तपाईँ बोल्नु न भन्नु न अनि अन्डाले चाहिँ आइज अनि तपाईँको त बुहारी पनि देख्नै नसक्ने पानी पनि खान दिइरहन्छ नि दिन्न त दिँदै दिन्न अनि खानालाई मेरो जस्तो बुहारी त कसैको नआउनु तर ठिकै छ पछि उसका छोरा पनि छन् बुहारी पनि मलाई जसो गरेर पछि उसलाई त्यस्तै गर्छन् बोल्नु क्या दिदी तपाईँ नबोलेर हेपेकी हो क्या त्यसले म छोरासँग बोल्छु भन्नु छोरालाई सुनाउनु नि मलाई लुगा पनि किन्दिनँ खाना पनि दिन्न मलाई यसरी हेप्छ मलाई काम मात्रै लाउँछ भनेर अलिक भन्ने गर्नु क्या तपाईँ नबोलेर हेपेकी हो क्या त्यसले के गर्नु भन्नु भने खाउँदा जस्तै गर्छ होइन अलिक बोल्नुपर्छ कि बोल्ने गर्नु अलिक हेपेर त्यसो गरेको हो त चन्दालीले पनि ल दिदी मेरो त बाख्रा पनि भोकायो म जान्छु ल अब ल तपाईँलाई नि बोलाउनु थाल्यो अहिले पनि गफ गऱ्यो भनेर मार्छे तपाईँ बुहारीले ल म पनि जान्छु अब आज स्कुल जान्न किन हो स्कुल किन जाने ए आज शनिबार हो स्कुल नजाने आज स्कुल लजाउ न त त्यस्तो भए कहाँ गएर आएको अहिले खेल आएको ए ल ल ल ल यहाँ पकाउँदै एउटा काम छ तिमीलाई लुगाइदिनु भएको छ बिहाएर लुगाइदिएको छु नयाँ बाबाले पैसा पठाइदिनु भएको थियो कि त्यही ल्याइदिएको हेर राम्रो छ कि छैन हेर त छ लाउने लु तिमीलाई अहिले लाउनुपर्छ ल अलि एकछिनमा अनि बजार जानुपर्छ हेर के लागेको छ खेल्न गएर तिमी पढेर भोलि पर्सि ज्ञानी हुने हो भने हामीलाई पाल्नु पर्दैन त तिमीले नै हामीलाई पाल्ने हो भाइ यहाँ बस्छ त हौ बोरा पनि प्लास्टिक पनि खोलिँदैन त हौ म त बल्ल बल्ल खोल्यो बुहारी हजुर छोराले पैसा पठाइदिएको रहेछ अनि आफूलाई पनि किनेको रहेछौ मैले कहाँ किने हो आमा मैले यो एउटा ज्याकेट किनेको छु नानीलाई एउटा स्कुलको लुगा अनि फिस तिर्दै सकिहाल्यो नि हो पैसा मलाई पनि एउटा किनिदिउँ त अनि हेर मेरो यो च्यातिर जाडा लुगा एउटै मात्रै लगाइराख्नु पर्छ आमा छैन है पैसा अब के गर्नु अब फिस तिर्दै सकिसक्यो त अब अर्कोचोटि पठाइदिनु हुन्छ अनि थाम्नु यति भइहाल्छ नि हौ तपाईँलाई किन चाहियो दिन जाडो हुन्छ नि त अनि अर्को किन्दिनँ नि त नयाँ लुगा छैन त जाडो हुन्छ त छ त अनि अस्तिको त 2 वर्ष अगाडि किनेको छ त ज्याकेट अनि तिम्रो पनि थियो त पहिलेका लुगा मम्मी आमा मसँग न आज नै म कहाँ छ मेरो भएको यही एउटा किनेको त यही पनि देखिसक्नु भएको छैन है आमा म छैन पैसा म अहिले किन्न सक्दिनँ मसँग पैसा छैन बुहारी तिम्रो पनि दिन आउँछ तिम्रो पनि छोराछोरी छन् पछि यस्तै गर्छन् जस्तो मलाई हेला गरेको छ तिम्रो छोराछोरीले पनि तिमीलाई त्यस्तै गर्छन् अनि त्यतिखेर थाहा पाउँछौ तिमीले अहिले मलाई कस्तो गरेको छ कसरी थाहा हुन्छ जन्म दिने बाबुआमालाई त यसो गर्छौ तिमीहरूले भनेपछि पछि तिम्रा छोरा पनि विदेश जान्छन् हो त्यसरी नै पढाउँदैनन् अहिलेको हेला त पछि पनि आफूलाई मलाई त्यस्तो कहाँ थर्काउने मलाई थर्काउने हो त मलाई थर्काउनु हुँदैन नि त्यसरी मैले के गरेको होला नि साँच्चै मलाई पनि त्यस्तो गर्दैछ होला मेरो छोराले हो आमा हो तपाईँले ठिक भन्नुभयो मेरो पनि छोरा छन् मैले पनि सोच्नुपर्ने हो अब छोराले मलाई त्यस्तो भनेर मैले पनि त्यही सम्झिरहेको थिएँ माफ पाउनु मैले बोल्न पनि दिएको छुइनँ अब कहिले त्यस्तो गर्दिनँ तपाईँलाई लुगा म अहिले नै गएर किनिदिन्छु मलाई चाहिँ माफ गरिदिनु अब म कहिले त्यस्तो गर्दिनँ जुन आमा म तपाईँलाई राम्रो लुगा किनिदिन्छु